काठमाडौँ चाहिँ टोकियो जस्तो हुनु पर्यो, हेर्दाखेरि सिङ्गापुर जस्तो हुनु पर्यो, देखिँदाखेरि भनौँ न एउटा टप सिटी न्युयोर्क जस्तो हुनु पर्यो। मेरो पर्सनल बुझाइ, मेरो व्यक्तिगत बुझाइ चाहिँ के छ भन्दाखेरि काठमाडौँ चाहिँ हेर्दाखेरि भक्तपुर जस्तो देखिनु पर्यो क्या। हेर्दाखेरि टेक्नोलोजीको रूपमा हामी टोकियो जस्तो हुम्ला, न्युयोर्क जस्तो हुम्ला, तर हेर्दाखेरि काठमाडौँको जुन एउटा दृष्टि जुन छ नि, एउटा दृश्य छ, एउटा वास्तु छ, एउटा वास्तुकला छ, यहाँको वास्तुशैली छ, वास्तुविधि छ, वास्तुशास्त्र छ, त्यो हेर्दाखेरि चाहिँ हाम्रो सपना चाहिँ भक्तपुर जस्तो देखिनु पर्ने थियो। भक्तपुर जस्तो सफा, त्यो व्यक्तिमा यति धेरै पावर दिएको छ, बिना अपोजिसन यति धेरै पावर दिएको छ भने त्यो मान्छेमा त्यो व्यक्ति हेर्ने हो नि त। त्यो पार्टीले त केही पनि गर्न सक्दैन नि त। कुनै पनि मिटिङमा, कुनै पनि पोलिसी मेकिङमा अथवा कुनै पनि डिसिजन लिँदाखेरि उसले त आफ्नो पार्टीको सभापतिलाई अथवा अध्यक्षलाई त्यो व्यक्ति आफै सक्षम हुनु पर्यो, समस्या बुझ्न सक्ने हुनु पर्यो, त्यो समस्याको समाधान गर्न सक्ने हुनु पर्यो भन्ने बुझाइ हो हाम्रो। त्यही भएर यो चाहिँ राजनीति होइन जस्तो लाग्छ मलाई।